भारत र श्रीलङ्कामा हुने आइसिसी टी20 विश्वकप 2026 बाट बंगलादेशलाई हटाइएको छ। बंगलादेश क्रिकेट बीसीबीले भारतमा वर्ल्ड कप खेल्न जान अस्वीकार गरेपछि आइसिसीले बंगलादेशलाई वर्ल्ड कपबाट नै हटाउने निर्णय गरेको हो। बीसीबीले निरन्तर भारतमा खेल्न नजाने र आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न माग गर्दै आएको थियो, तर आइसिसीले विश्वकप पूर्वनिर्धारित तालिका अनुसार नै अगाडि बढ्ने बताउँदै आए पनि बंगलादेश पनि आफ्नो निर्णयबाट पछि हटेन। बिहीबार बीसीबी राष्ट्रिय टिमका खेलाडीहरू र सरकार खेलकुद सल्लाहकार बीच ढाकामा भएको बैठकपछि बंगलादेशले टी20 विश्वकप खेल्न भारतमा नजाने अडान कायमै राख्यो। तर त्योभन्दा पहिला बुधबार भएको आइसिसी बोर्ड बैठकपछि आइसिसीले बीसीबीका सुरक्षा चिन्तालाई अस्वीकार गर्दै भारतमा विश्वकप खेल्न नगएमा बंगलादेशलाई टी20 विश्वकपबाट हटाएर अर्को टिमलाई मौका दिने चेतावनी दिएको थियो, जसकारण बंगलादेशले भारतमा विश्वकप खेल्न नजाने अडान कायमै राखेपछि बंगलादेशको स्थानमा स्कटल्यान्डले विश्वकपमा मौका पाएको छ। स्कटल्यान्डले युरोप छनौटमा हार बेहोर्दा विश्वकप क्वालिफायरबाट बाहिरिएको थियो। बंगलादेशले भारतमा विश्वकप नखेल्ने भएकाले टी20 वरियताको आधारमा स्कटल्यान्डले विश्वकपमा मौका पाएको हो र स्कटल्यान्ड नेपाल रहेको समूह सीमा नै आएको हो। यस समूहमा नेपाल, स्कटल्यान्ड, इटाली, इङ्ल्यान्ड र वेस्ट इन्डिज रहेका छन्। अब पनि नेपाललाई सुपर 8 मा पुग्न सहज भएको छ। स्कटल्यान्ड वरियताका आधारमा माथि भए पनि खेल स्तरका आधारले नेपालभन्दा कमजोर छ, किनकि नेपालले स्कटल्यान्डसँग धेरैचोटि प्रतिस्पर्धा गरिसकेको छ। नेपालले स्कटल्यान्ड विरुद्ध 2 वटा अन्तर्राष्ट्रिय टी20 खेल खेलेको छ, जसमा 1 मा हार र 1 मा जित निकालेको छ। यी दुई टिमले अन्तिम पटक गत वर्ष 20 जुनमा प्रतिस्पर्धा गरेका थिए, जहाँ नेपाल 34 रनले पराजित भएको थियो। नेपाललाई यसपालि उक्त हारको बदला विश्वकपमा लिने मौका मिलेको छ। यस्तै ओडिआईमा नेपाल र स्कटल्यान्ड बीच 9 खेलमा प्रतिस्पर्धा भएको छ, जसमा नेपालले 5 र स्कटल्यान्डले 3 खेलमा जित निकालेको छ। नेपाली टिम अब टी20 आईमा पनि हेड टु हेड रेकर्डमा स्कटल्यान्डलाई पछि पार्दै आफू माथि जान चाहन्छ। के नेपाल आउँदो विश्वकपमा स्कटल्यान्डलाई हराउन सक्ला त? आफ्नो विचार कमेन्टमा लेख्नुका साथै आगामी दिनमा पनि यस्तै क्रिकेट सम्बन्धी जानकारीका लागि क्रिकेट हेडलाइन्स बाइ केपी च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।